बढाउँदैछ 2082 सालको उपलक्ष्यमा रिचा फेसन क्रिएसन रियाज डिजिटल प्रिन्ट हार्दिक शुभकामना दिन चाहन्छौँ। आज म तपाईहरुलाई यो विजया दशमी टिकाको दिनको मन्थली बजार देखाउन गइरहेको छु। यो एउटा लोकेसन भिडियो जस्तो पनि हुनुभयो। यहाँ ठ्याक्क नवजानदेखि म सुरु गर्दैछु। नवजानको ठ्याक्कै अपोजिटमा हाम्रो पसल छ। हामी एउटा काम छुटेको भएर आएको हो। एउटा इमर्जेन्सी काम थियो। ल अब हामी यहाँबाट अघि बढिसकेको छौँ। यो स्कुटरको साउन्डले गर्दा मेरो साउन्ड नआउन पनि सक्छ। त्यही पनि ठिकै छ, तपाईहरुले बुझिहाल्नुहुन्छ नि। यो आयो देवकोटा चोक। हाम्रो दाइको पसल यहाँनिर छ, द स्टेसन क्याफे एन्ड स्पाइसी दरबार। त्यसपछि देवकोटा चोक आयो, पुरै बन्द छ। अब हिन्दूहरूको महाचाड, हिन्दूहरू धेरै हुनुहुन्छ 2 साल एकदम। यसपालिको दसैँ पानी परिरहेछ, निकै रमाइलो छ। जैन पुस्तक पसल सेन्टर पोइन्ट डिजिटल प्रिन्ट आइसक्यो। ठ्याक्क कृषि विकासको अगाडिपट्टि हाम्रो यो कालिका सुनचाँदी पसल हाम्रो दाजुको दाजु। ल यहाँनिर चाहिँ पसल खुल्लै छ, भिडभाड छ। दाजुको यहाँ फलफुल पसलमा आइपुग्यौँ हामी। हाम्रो साउजी हुनुहुन्छ चिरञ्जीवी डेरी जिल्ला समन्वय समितिको कार्यालय। आज झन्डै सबै पसलहरू चाहिँ बन्द नै छ, तर क्लिन छ। पानी पर्या भएर पनि यहाँ यो फुटपाथहरू बनेको छ, निकै राम्रो देखेको छ फुटपाथले पनि। सरररररर लाएर ल हेर्नुहोस् त। पहिलाको जिल्ला विकासको भवन चाहिँ यो रातो भवन भत्किएको छ। अब केही नयाँ बनाउनुको लागि होला, खुल्ला हुँदैछ। यहाँ पनि प्राय कार्यक्रमहरू महोत्सवहरू हुने ठाउँ हो त्यहाँनिर। पहिलाको जिल्ला विकासमा अहिले जिल्ला समन्वय समिति छ। नवीन थापा दाईको नवीन स्टोर्स, अनि हाम्रो नवीन श्रेष्ठ दाईको कुमार श्रेष्ठ दाईको नवीन हार्डवेयर। अहिले फलफुल किनिसक्यौँ। यहाँ चट्ट लाएर एकदम चाहिँ राम्रो फलफुल मिलाएर राख्नु भएको रहेछ। शुभमङ्गल फलफुल पसलको हाम्रो प्रोपाइटर सरलाई हेर्नुहोस् यहाँनिर। अब अगाडिपट्टि पनि रहेछ। आयो हेलिकप्टर आयो, चाहिँ हेलिकप्टर हो हाम्रो शुभलक्ष्मी सरलाई गुप्ताजी। भर्खर एउटा हेलिकप्टर भुइँमा कुद्दै गइसकेको छ। त्यसो गरेपछि हामी डराउँछौँ भनेर पनि होला। भन्ने यता हेलिकप्टर उडेको फेरि। अनि यस्तै भयो। डग आइदियो क्या, त्यही भएर अलिकति यो डिस्टर्ब भयो। राइडरले एकदम कुशलताका साथ उता कुकुरलाई जोगाउन सफल हुनु पनि भएको छ। अरू मजाले हेर्नुहोस्, निकै राम्रो। मैले बारम्बार भन्छु रामसा जिल्लालाई सुर्खेत जिल्ला यता एकदम गर्नुहुन्छ, त्यस्तो छैन। कति सिम्पल छ, रमणीय, धेरै राम्रो छ। माथि डाँडातिर बसेर यहाँबाट 1.5 किलोमिटर 2 किलोमिटर 3 किलोमिटर अलिकति माथि गएपछि चिसो आइहाल्छ। निकै राम्रो छ। हाम्रो खेत यो बारी खेत भन्थ्यो पहिला, अहिले त पुरै घरखेत भइसक्यो। घरै घर घडेरी त्यसो छ। हामी झन्डै अब बस पार्कमा आइपुग्न लाग्यो। बस आइपुग्न लाग्यो। पर्सि नै बनाइ गर्छ, ओभरल्याप पनि भएको। अस्ति भर्खर पनि टालटुल पारे हो। भए तापनि यस्तो बनाएको छ कि पुरै त्यो बाइकहरू उडाउने एउटा कार्यक्रम हुन्छ नि, यस्तो स्लोपबाट स्वाट उडाउने जस्तो छ। पजहरू बनाउँदा पनि यस्तै हुन्छ। ल हेर्नु त यहाँ जस्तो हालेको हाम्रो बर्षाको। अनि यहाँनिर हेर्नु त यो चिरेको बिचमा अघि बल्ले हालेको यो छ क्या। यो चाहिँ भन्दाखेरिमा, तर म केही पनि भन्दिनँ, भन्नु हुँदैन, रिस उठ्छ। काम गर्नु पनि हाम्रो साथीभाइहरू नै हुन्। अनि तैँले यस्तो गरिस् भन्नु होला भनेर हेर्नुहोस् इलेक्ट्रिक इन्ड्राइभ। मैले हामीलाई हातको इसाराले जाउँ भन्नु भएको छ। रोशन ह्यान्डसमको यहाँ छ। यो हाम्रो अहिलेको बजाज सोरुम क्षितिज इन्टरप्राइजेस। अनि यता पट्टिपट्टि
केएफसी स्कुल अनि पहिलाको रामनारायण चोक, त्यसपछि फेरि रुमाले चोक, अहिले ट्राफिक चोक स्टोर आइपुग्यो। धेरै रमाइलो छ। नमस्ते भान्साघर हाम्रो मित्र रबिन सेन्टर पोइन्ट डिजिटल प्रिन्टको शाखा यहाँ छ टुरिस्ट क्याफे। अब अहिले यो टुरिस्टहरूको सिजन पनि छ। अलिकति यो जेएनजी आन्दोलन गर्दा कम भए तापनि यतिखेर भिडै हुन्थ्यो। हाम्रो खान मोटरसाइकल वर्कसप अनि भिडभाडै हुन्थ्यो, तर अहिले अलिक कमै प्लेनहरू आइराखेका छन्। हाम्रो यहाँबाट सोलुखुम्बु प्लेन जान्छ टुरिस्टहरूलाई लिएर। एयरपोर्ट जाने बाटो यही हो। पहिला यो आकाशे सदरमुकाम यहाँ थियो, त्यहाँ त रामेछाप, अनि यही आकाशेमा थियो प्लेन लाग्थ्यो। हाम्रो पनि यहाँनिर हडेरी अनि पसलहरू थियो। हामी त्यो पुरानै साउजी हो। पहिलाको नाना साउपाको घर अनि तल छ अहिले श्यामदाईको घर। हाम्रो सबै हामी बढी खेलेको ठाउँ यो आकाशेमा थियो। हामीले विदेश आउँदाखेरि कहाँबाट पढ्दै हुँदै जस्तो गर्नुहुन्छ। हाम्रो बुवाले नै अँगालेको पेसा हो पहिला। अनि यहाँ आकाशेमा दुईवटा किराना पसल छ। हाम्रो एउटा थियो, सबै हाकिमहरू बस्ने कृषि कार्यालय, हस्पिटल, प्रहरी चौकी। हाम्रो पुरानो यहाँनिर थियो घडेरी मोहन यो हस्पिटल, मन्थली हस्पिटल। अब अहिले कल्चरसम्मको सुविधा, धेरै कुराहरूको सुविधा छ। एकदम भिडभाड हुन्छ। यहाँबाट हामी 2 नम्बर वार्ड कार्यालय, यो कभर हल कहिल्यै बन्न सकेन, धेरैचोटि कोसिस भइरहेको छ। यहाँ हाम्रो वडा अध्यक्षज्यूदेखि लिएर सबैले लागिपर्नु भएको विविध कारणले गर्दाखेरि अब यहाँबाट यो पारि जाने बाटो यताबाट हो। हाम्रो यो देवीथान पुल, देवीथान छ, देवीथानको पुल हो। यहाँनिर यो गर्मीको बेलामा निकै आउनुहुन्छ यहाँनिर घुम्नको लागि। यो हाम्रो डाँडो यहाँ पार्क हाम्रो यहाँनिर स्वामीको हाम्रो साथीहरू मित्रहरू सबै मिलेर ठुलो मन्दिर हो यो पनि। अनि त्यस पछाडि सरर लाएर उतापट्टि ठाउँ माथि हाम्रो गाउँ टेकानको छ। अनि यो गरम भइहाल्छ। यति रमाइलो छ, निकै रमाइलो छ। अब आउनु पऱ्यो, मजाले आउनु पऱ्यो क्या। मलाई हेर्नुहोस्, उहाँ नै हो राइडर चाहिँ, राइडर केटो म आइक्या आएन। ल धन्यवाद छ। हाम्रो घर यही हो। हाम्रो यो चन्द्रभुपाल टोल भन्छ यसलाई चाहिँ। यो चन्द्रभुपाल टोलमा छौँ अहिले हामी। एकदम रमाइलो छ यहाँ पनि। जे छ त्यसलाई राम्रो मान्नुपर्छ। धन्यवाद।